र त्यस्तै गरी हाम्रो यो आजको प्रोग्राममा अतिथिको आसन ग्रहण गरिराख्नु भएको हाम्रो एडमिनिस्ट्रेटिभ अफिसर राजु अर्याल सर र त्यस्तै गरी हाम्रो यही हस्पिटलकै सिएमएस हस्पिटलकै एडमिनिस्ट्रेटिभ अफिसर एम राज खड्का सर र त्यस्तै गरी हाम्रो सम्पूर्ण फ्याकल्टी मेम्बर लाइब्रेरियन म्याम र त्यस्तै गरी हाम्रो टिचर्सहरू आउनु भएको छ अनिल सर र सुषमा म्याम र त्यस्तै गरी हाम्रो बिएनएसको स्टुडेन्ट जसको लागि हामीले आज यत्रो प्रोग्राम गरेका छौँ जे होस् हामीले सके जति गरेका छौँ है त नेक्स्ट इयर तपाईँले गर्नुपर्ने हुन्छ बिएनएसको स्टुडेन्ट र त्यस्तै गरी बिएससीको स्टुडेन्ट र त्यस्तै गरी बिपिएचको स्टुडेन्ट सबैलाई म मेरो तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु र आज तपाईँहरूले धेरै कुराहरू सुनि पनि सक्नुभयो म्यामहरूले भनि पनि सक्नुभयो होइन तपाईँहरूले यो कलेजको बारेमा पनि हाम्रो एम्बिसनले भनिसक्नु भएको छ र त्यस्तै गरी कलेजको के हो हस्पिटल के हो करिकुलम के हो रुल एन्ड रेगुलेसन के छ त्यो सबै तपाईँले यहाँ सबै सिकिसक्नुभयो हेरिसक्नुभयो र आज हेरेको मैले बिर्सेँ भन्नुहुन्छ भने पनि तपाईँहरूलाई हामीले रिटर्नमा सिग्नेचर गराएर राखेको छ र त्यो पनि हामीले रुल एन्ड रेगुलेसन पनि तपाईँले यही नै हो भन्न पाउनुहुन्न बिचमा हामीले अन द टाइममा सिचुएसन हेरेर नयाँ रुल एन्ड रेगुलेसन पनि बन्न सक्छ होइन र त्यस्तै गरी अब तपाईँहरूले यो आजको यो प्रोग्राममा नर्सिङ के हो कहाँबाट सुरु भयो के छ हाम्रो अपग्रेडिङ पनि छ त्यस्तै तपाईँले पिसिएल बिएन त्यसपछि मास्टर पिएचडीसम्म गर्न पाउनुहुन्छ त्यस्तै बिएससीले पिएचडी गर्न पाउनुभयो बिपिएचले एमपिएच गर्न पाउनुभयो होइन त्यही भएर यसको ल्याडर त्यत्तिकै राम्रो छ ल्याडर तपाईँले अपग्रेड गर्न पाउनुहुन्छ आफ्नो हायर स्टडीको लागि र त्यस्तै भन्दाखेरि मैले चाहिँ तपाईँहरूले यहाँ जति पनि हामीले करिकुलम प्रेजेन्टेसन गरेको छौँ त्यो करिकुलम प्रेजेन्टेसन तपाईँले आफ्नो कोर्स सकिसकेपछि यहाँबाट जाने बेलामा तपाईँले आफ्नो नलेज अपग्रेड गर्न सक्नुहुन्छ तपाईँमा भएको एटिच्युड अपग्रेड गर्न सक्नुहुन्छ त्यस्तै गरी तपाईँले स्किल्स पनि आफ्नो अपग्रेड गरेर डेभलपमेन्ट गर्न सक्नुहुन्छ है त र यो प्रक्रियामा तपाईँहरूले धेरै कुराहरू आउन सक्छ यति सजिलो छैन नर्सिङ भन्ने कुरा होइन तपाईँहरूले अब सोच्नु भयो होला हामीले करिकुलम प्रेजेन्टेसन गऱ्यौँ यो गऱ्यौँ भनिराख्नु भयो होला र यसमा तपाईँको स्ट्रगल पनि त्यत्तिकै छ भोलि पर्सि तपाईँले केयर गएर हस्पिटलमा गएर केयर गर्ने हो पेसेन्टलाई हेर्ने हो होइन र कतिपय हुन्छ मैले त्यस्तो केही काम गरेकै छैन म यहाँ किन गरौँ भन्ने पनि हुन्छ यो म स्पेसली बिएससीलाई भन्दैछु बिएन त अब गरेर आइसक्नु भएको छ होइन फेरि मलाई सिरिज देख्यो डर लाग्यो रगत देख्यो डर लाग्यो भन्ने बिचमा ड्रप आउट गर्ने पनि कन्डिसन मैले देखेको छु आफ्नो यो ग्रेडभरिमा र म यो पढ्नै सक्दैन म छोडेर जान्छु म यो गर्नै सक्दैन भनेर ड्रप आउट गर्ने पनि छन् अब हामीले म नर्सिङै पढ्न सक्दैन भन्ने पनि छन् त्यस्तो होइन हामी पनि पढेर आएछौँ होइन त्यही भएर तपाईँले आफ्नो मेहनत आफैले गर्ने हो सरले पनि भनिसक्नु भएको छ र त्यसमा एउटा कुरा म के थप्न चाहन्छु भने इन्ट्रेस्ट हुनुपर्छ जबसम्म तपाईँको इन्ट्रेस्ट भित्रबाट छैन तबसम्म तपाईँले त्यसलाई कहिले पनि क्लियर गर्न सक्नुहुन्न अथवा तपाईँ बाबुआमाको उसले गर्दाखेरि नर्सिङ पढ्छु भनेर आउनु भएको छ भने पनि त्यसलाई तपाईँले बदलेर आफ्नो इन्ट्रेस्टमा चेन्ज गर्नुपर्नेछ जबसम्म तपाईँ इन्ट्रेस्ट म आफै गर्छु म आफै यसमा इन्ट्रेस्टेड छु मैले गर्नुपर्छ भन्ने तपाईँले सोच्नुहुन्न तबसम्म तपाईँले त्यसलाई कहिले पनि तपाईँको उयसलाई फुलफिल गर्न सक्नुहुन्न त्यही भएर एकदमै इन्ट्रेस्टेड भएर एकदमै डेडिकेटेड भएर एकदमै पङ्क्चुअल भएर तपाईँले यो नर्सिङ कोर्स गर्नुहुनेछ भन्ने मलाई पूर्ण आशा छ र तपाईँ हामीको 3-4 वर्षको हामी तपाईँसँगै एउटा फ्यामिली बनेर बस्नेछौँ र तपाईँको हर समस्यालाई मैले जति सके त्यति गरेर समस्या समाधान गर्ने कोसिस गर्नेछु र यदि मबाट नहुनेछ भने म माथि हायर म्यानेजमेन्टलाई एमपी सरलाई अब मभन्दा माथि हायर जो छ उसलाई चाहिँ मैले अवश्य इन्भल्भ गरेर तपाईँको समस्याहरू समाधान गर्नेछु र यो होइन कि सबै समस्या फेरि तपाईँले भएको नभएको ल्याउने होइन त्यो भएको तपाईँलाई एकदमै हुने टाइपको यस्तो हुनुपर्छ भन्ने टाइपको छ भने मात्र हुन्छ है तपाईँले र तपाईँहरूले आफूले काम गर्दाखेरि अब तपाईँको पछि जुनियर पनि आउँछ होइन तपाईँहरू सिनियर बन्नुहुन्छ त्यही भएर इच एन्ड एभ्री फिल्डमा रेस्पेक्ट चाहिन्छ इच एन्ड एभ्री फिल्डमा डिसिप्लिन चाहिन्छ र तपाईँहरू एकदमै ट्याक्टफुल भएर काम गर्नुपर्ने हुन्छ चलाक हुनुपर्छ नर्सिङमा तपाईँले पढ्दा प्र्याक्टिकल गर्दा एकदमै चलाक हुनुपर्छ र आफूलाई बचाएर तपाईँले पेसेन्टको केयर गर्नुपर्ने हुन्छ है त त्यहाँबाट त्यो कुरा तपाईँले एकदमै ध्यानमा राख्नु होला फर्स्ट मी अनि पेसेन्ट है त अब कतिपय हजार्डियस
रिस्कहरू पनि हुन्छ पेसेन्टमा, त्यो तपाईँलाई पनि त हुन सक्ने हुन्छ। त्यही भएर मैले भनेको ट्याक्टफुल हुनुपर्छ भनेर आफूलाई प्रिकसन गरेर तपाईँलाई पेसेन्टलाई केयर दिने हो। हामी पेसेन्ट सर्भिस नै गर्ने हाम्रो नर्सिङको पेसा हो। त्यही भएर पेसेन्ट सर्भिस भरपुर हुनु पऱ्यो, तर त्यसमा आफू अलिकति ट्याक्टफुल हुनु पऱ्यो है त। र अरू कुरा धेरै कुरा नामहरू भनिसक्नुभयो, सरहरूले भनिसक्नुभयो, र अरू कुरा हामी विस्तारमा तपाईँलाई जे छ अरू विस्तारमा हामी तपाईँलाई भन्दै जानेछौँ। त्यति भन्दै म आज यो हाम्रो